हेलो गुड मर्निङ गाइस, वेलकम टु माई न्यू भिडियो है। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। अहिलेसम्म चाहिँ म पनि एकदमै फिट एन्ड फाइन छु है। बहुत दिन बादमा गाइस भिडियो बनाउँदैछु आज। बहुत दिन भयो भिडियो नबनाएको। फोनको अलिक त्यस्तै खराबी थियो, अलि हल्का हल्का ठिकठिकैको फोन ल्यायो है, त्यसले गर्दा अब बनाउनु थालेको। र आज चाहिँ गाइस स्प्रिङ भाँचिरहेको छ, मेन सेकेन्ड साइड भाँचिरहेको छ, दुईवटा भाँचेको जस्तो लाग्यो। गएर बनाउने हो गाइस है। त्यस पछाडि लोड चाहिँ छैन, खोजिहालिन्छ एउटा न एउटा उहाँले लोड गरेर आइन्छ है गाइस। हेर्दै जानु होला, तपाईँहरूलाई देखाउँदै जानेछु है। भिडियोको क्वालिटी एकदमै राम्रो हुनेछ आजदेखि चाहिँ। अलिकति फोन राम्रै भन्दा पनि ठिकठिकैको 20-25 हजारको किनेको छु है। हेर्दै जानु होला है त। फाइनली अहिले भन्छ गाइस, हामी नयाँ बजार पेट्रोल पम्प आइपुगिसकेका छौँ है। अब चाहिँ जानुपर्ने चाहिँ गाइस माझी गाउँ हो है। बनाउनु चाहिँ स्प्रिङ बनाउनुको लागि चाहिँ हल्का यहाँ पम्पबाट क्यास पैसा मागेको जिपे गरेर। जानुपर्ने हुन्छ हामी चाहिँ। यो चाहिँ अप्पर ब्रिज भन्छ जोरथाङको। अप्पर ब्रिजमा चढिसकेको स्थिति हो है। अप्पर ब्रिज चाहिँ दामी छ गाइस। यता अप्परै भन्छ हो, अप्परै खोला हो। अहिले खोला ड्याम बन्द गरेको रहेछ, देखिरहेछ दामी छ है। अब चाहिँ हामी यताबाट तपाईँहरू राम्ररी जानु सक्नुहुन्छ। यता चाहिँ हामीहरू चाहिँ गाडी बनाउनु गएको, तलबाट उपरबाट चाहिँ ओह्रालो जानुपर्ने छ हो। यहाँनिर चाहिँ होटेलहरू दामी दामी छ, नामगेलहरू हो। तपाईँहरू आएर यहाँनिर होइन यसो भोजनहरू गर्नु सक्नुहुन्छ। यो चाहिँ मेन जोरथाङ बजारको भ्यू है गाइसहरू। हेर्नुहोस् तपाईँहरूले, दामी बनाएको छ यो जोरथाङमा अहिले चाहिँ। सबै मान्छे हिँड्ने लेनहरू टकटक छ नि हो। अन्त हाम्रो यहाँतिर चाहिँ हाट लाग्छ हो, कतिपय हो ड्याममै हुन्छ यहाँ चाहिँ हाट। आज चाहिँ हाट लागेन रहेछ। यहाँनिर चाहिँ तपाईँहरू दामी छ फोटो खिच्ने जग्गा हो। यहाँनिर टक्कै भन्नुहोस् त, यहाँनिर दामी छ टक्कै फोटो खिच्नु सक्नुहुन्छ है। तल्लोपट्टि महात्मा गान्धीहरू पनि छ हो। हेर्दै गर्नुहोस् गाइस, अहिले तपाईँलाई स्ट्रिङ खोलेको तिमीले सबै देखाउँदैछु हो। गेजेल चाहिँ खोल्न थालिसकेको छु है स्प्रिङ, देख्न सक्नुहुन्छ। स्प्रिङ चाहिँ यहाँ भाँचेको छ बिचमा सेन्टरमा। फाइनली गाइस हाम्रो स्प्रिङ बनिसकेर आइपुगिसक्यौँ। अहिले चाहिँ हामी लोड गर्नु झर्दैछौँ तल कोइरी। बाटो चाहिँ खतरा छ। पहिलाको सर्ट भिडियोमा पनि तपाईँहरूले देख्नु भएको होला। यो बाटो चाहिँ यस्तो छ, निस्किँदैन गाडी त। तर मेसिन छ, टेन्सन हुँदैन है। ठेलेर भए पनि निकालिहालिन्छ गाडी त। झक्कै आज चाहिँ स्प्रिङ पनि लगायौँ है। मेन लिक भाँचेको थिएछ, अन्त अस्ति चाहिँ पुरा हल्ला आउँदै थियो। अन्त मेन लिक चाहिँ भाँचिन आँटेको रहेछ नि त, त्यही भएर हल्ला आएको रहेछ। आज चाहिँ स्यापसिप बनाएर आएको हल्ला सल्ला हो। टक्कै तल कोइरी हो तल हेर्नुहोस् तपाईँहरूले होइन। बाटो यस्तो छ, टक्कै गाडी छिर्ने मात्रै छ। दुईवटा गाडी आयो भने चाहिँ अभर पर्छ यहाँ चाहिँ, ब्याक पनि हुँदैन हो। त्यो अहिले चाहिँ हामी कोइरी आइपुगिसकेको छौँ हो। यहाँनिर बल्ल निकाल्दैछ उसले चाहिँ हाल्नुको लागि। टक्कै हो निकाल्दैछ बल्लले हो। यस्तै चाहिँ अब चाहिँ लोड हुने हाल्ने। अब चाहिँ लोड हुने सम्भावना अब चाहिँ हल्का यहाँनिर चाहिँ लाँते भन्छ यसलाई चाहिँ। लाँते मान्छे
फाइनली गाइस लोड पनि हुन थाल्यो र अलि लोड हुन्छ यस्तो छ गाइस खोलाको भ्यू चाहिँ टक्क हो यो पर देख्दै गरेको मन्दिर हो यहाँनिर मान्छे रहेछ एउटा यहाँनिर चाहिँ एउटा मान्छे रहेछ खोलाको नजारा चाहिँ दामी छ रोड भइदिइरहेछ गाडी चाहिँ के छ हौ अन्त हेर्दै गरौँ है अहिले भने चाहिँ गाइस हामी लोड भएर पनि है नयाँ बजार क्रस भइसकेका छौँ नयाँ बजार माथि निस्किन आँट्यौँ है दौड्दैछौँ अब के रहनु जाने त बेलुका बेलुकाखेरि मात्रै होला बजार एरिया 11 बजीसम्म त नो एन्ट्री हुन्छ दिउँसो झार्न दिँदैन फेरि हो त्यसले गर्दा चाहिँ बेलुका मात्रै झाराइ हुन्छ गाइस भाइ चाहिँ यहाँ ऱ्यान्डमली बसिदिरहेको चाहिँ हो अब गएर खाना खानुपर्छ भोक लागिहालेको छ हल्का है गएर खाना खाइन्छ त्यस पछाडि चाहिँ कुदिन्छ है गाइस उकालो हेर्दै जानु होला हेलो गाइस फाइनली अहिले भने चाहिँ हामी आइपुगेका छौँ 8 माइल बुदाङ है आजको लागि चाहिँ अब घरमै स्थगित होला झार्नु पर्ने चाहिँ बिहान मात्रै हो गाइस है भोलि मङ्गलबारको दिन बिहान मात्रै झारिन्छ र यो सम्मको भिडियो चाहिँ अहिले बेलुका हाल्ने छु है भोलि अनलोडको भिडियो भोलि नै देखाउने छु है हेर्दै जानु होला गाइस नयाँ आउने जतिले कृपया गरी लाइक सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला है र यति भन्दै गाइस आजको भिडियो है